छोरा मान्छे भएपछि जन्म दिने बाबाआमालाई पनि हेर्नुपर्छ, आफ्नो श्रीमती छोराछोरीलाई पनि हेर्नुपर्छ। त्यसै छोरो मान्छे हुँ भन्न पाइँदैन, त्यसै छोरो मान्छे हुँदैन। उहाँको यो भिडियो हेर्नुहोस्, उहाँको जस्तो छोराछोरी सन्तान हुनुभन्दा त नभएकै राम्रो। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नुहोस् है त। त्यसको बुढीलाई त लात्ताले हान्नु पाउँदैन भने मलाई लात्ताले हान्ने हो र? म त जस्तो हो नि 10 थारा चुसेको आमा हो नि त। अनि छोराले लात्ताले हानेपछि त अन्य मलाई चित्त दुख्दैन त भन्नुहोस् त। मेरो बुढा हुनुहुन्न, मेरो बुढा भएको भए तिनीहरूको कमाइ खानु पर्ने छैन। हुन त तिनीहरूको कमाइ मैले खाएन, दुःख गर्यो, छोराको बेदान गर्यो। छोरा पहिला बिहे नगरेसम्म त राम्रै थियो, बिहे गरेपछि त छोरा त आमापट्टि त छैन, ऊ त फर्क्यो। आमाले त राम्रो नगर्ने रहेछ, छोराले यस्तैमा लात्ताले हान्यो कि मलाई। त्यो मुखले भने त हुन्थ्यो नि होइन, म त जन्म दिने आमा हो नि त जस्तो भए पनि होइन र। त्यो लात्ताले हान्ने हो त, मेरो बुढाले त लात्ताले नहानेको, मलाई छोराले लात्ताले हान्ने हो त। अनि त म मरे पनि